हेलो नमस्ते पुन च्यानलमा स्वागत छ हजुरहरूलाई। हजुरहरू आरामै हुनुहुन्छ होला, हामी पनि सबै आरामै छौँ है त। आज चाहिँ मैले बारीको मेरो साग यस्तो छ है, चाइनिज साग पाक्चुई साग भनेर रोपेको, तर हेर्दाखेरि चाहिँ यस्तो छ, यस्तो पुरै तोरीको जस्तो डाँठ डाँठ पलाएको छ। के हो यो, यस्तो राम्रो भएको छ। अस्तिदेखि टिप्ने 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 भनिराखेको थिएँ, तर पानी परेको यी आजसम्म पानी परेको थियो। यस्तो पानी पानी छ, यस्तो राम्रो भएको छ नि। यता चाहिँ अलिअलि किराले खाएको रहेछ। अहिले चाहिँ बल्ल घाम लाग्यो कि, अनि त्यही भएर अब यो मौका छुटाउनु हुँदैन, फेरि पानी पर्छ भनेर हतार हतार टिप्न थालेको छु मैले। यहाँ चाहिँ स्ट्रबेरी छ। यहाँ चाहिँ मैले डल्ले खुर्सानीको बिउ राखिदिएको थिएँ, उम्रेको छैन। खै कहिले उम्रिन्छ कुन्नी, उम्रिने हो कि होइन। यता पनि स्ट्रबेरी छ, तीनवटा गमलामा चाहिँ स्ट्रबेरी छ। यहाँ चाहिँ चाइनिज साग छ। यो चाहिँ म उखालिदिन्छु आज, मेसै लाएर उखालेर। हस्, यस्तो राम्रो छ है, कलिलो छ। अझै ठुलो हुन्थ्यो होला, तर डाँठ पलाएको देखेर मैले छिप्छ होला जस्तो लागेर आजै उखाल्दिन लागेको। यो सबै उखालेर मजाले खाने हो अब। अनि यहाँ फेरि मैले रायो साग रोपिदिन्छु, खुर्सानीको बिउ नहुन्जेल। त्यसपछि त फेरि खुर्सानी रोप्नुपर्छ। पानी परेर पुरै हिलो हिलो छ, के गर्नु। हेर्नु न, यसरी चिप्ले किराले खान्छ के अरे जाते किराको बच्चा, यसरी खाइदिन्छ सबै फल फल पारेर। लजा बुढोलाई भिडियो गरिदिनु भनेको त, बुढोको त काम छ अरे भित्र। त्यही भएर म आफै खिच्दै, आफै भिडियो गर्दै, आफै साग टिप्दै गरेछु। कस्तो आउँछ थाहा छैन। धेरै पानी परेको भएर पुरै माटै माटो के, जरामा ठुल्ठुलो। अहिले भर्यो त बाटा त। कति धेरै माटो हो यो, के अरे पानी परेको भएर यो, नत्र भने त यति धेरै माटो त आउँदैन, सुक्खा भएको भए त। पहिला मैले यही बाल्टिनमा खुर्सानी रोपेर कस्तो राम्रो भएको थियो नि त, देख्नु भएको थियो हजुरहरूले होइन। मैले भिडियो हालिरहेको थिएँ। अहिले चाहिँ खुर्सानी सकेपछि मैले यो साग छरिदिएको, साग पनि यस्तो राम्रो भएको छ। अब यहाँ चाहिँ एउटा, अब यो चाइनिज साग उखालेपछि मैले रायो साग रोपिदिन्छु यहाँ। योले हो कि खाने त। अच्छा, अनि यता पनि छ।
यो पनि चाइनिज साग नै हो। यो त तोरी भइहाल्यो, कालो तोरी। यो चाहिँ बिउ राखेको मैले। कस्तो राम्रो भएको छ, ठुलो ठुलो पात। यो अबि भात चला फेरि यिनीहरू सबै उखालिदिनु एकैचोटि ज्याममा लाएर। अघिको र यो चाहिँ चाइनिज त चाइनिज नै, तर जात भिन्दै सागको। यो चाहिँ धेरै छैन, 4वटा बाल्टिनमा मात्रै छ। पुरै माटै माटो छ यस्तो। यता पनि छ अर्को। म आफैले खिच्दै आफै साग टिप्दै गर्दा त भिडियो त कता कता हल्लिँदो रहेछ। ल सबै टिपिसकेँ। यो चाहिँ अलि अस्ति न रोप्दिएको रायो साग हो, यत्रो भएको छ। अब यहाँ त कहिले पो हो। अब यहाँ मल हालेर माटो मिलाउँछु। अनि त्यसपछि चाहिँ मैले कुन रायो साग रोप्छु भने यहाँ छ टन्नै। ए यहाँ पनि यस्तो राम्रो बिउ भएको छ। यिनीहरू उखालेर यस फुलको गमलामा पनि लगाएको थिएँ। अनि खुर्सानीको जरामा, पुरानो बोटको खुर्सानीको जरामा, अनि लसुनभित्र बिउ त टन्नै छ है। ए यत्रो रोप्ने ठाउँ त छैन, के अरे खाली भएको गमलाहरूमा रोपिदिन्छु। त्यसपछि चाहिँ यिनीहरू पनि उखालेर खाने हो। नत्र त यत्रो रोप्नलाई त थुप्रो ठाउँ चाहिन्छ नि। साथीहरू ल हेर्नु त, मैले के अरे साग टिपेर पनि मजाले यसरी सबैमा 3वटा बोट, कोहीमा एउटा, सानोमा एउटा, ठुलोमा 3टा गरेर यसरी रायो साग रोपिदिएको छु। रोपेर पनि पानी हालिसकेँ मैले यता। अनि अहिले अरूहरू चाहिँ यो एउटा चाहिँ यस्तो दामी भएको छ। यो चाहिँ मैले बिउ राखेको है। अरू चाहिँ यता छ है, भर्खर रोपिसकेँ। अनि सबैमा पानी लगाइदिएको छु। पानी लगाइसकेँ। अनि साग चाहिँ धेरै भएछ है, यति धेरै भएछ। बाटामा अटेन यो बाटामा, त्यही भएर मैले भुइँमा राखेको। अब केलाउने यो साग पनि। अनि साथीहरू अर्को कुरा, ल हेर्नु न कस्तो अचम्म, पोहोरको बुटा हो यो। पोहोरको बुटामा अझै पनि डल्ले खुर्सानी छ मेरो। ए यसरी छ, निकै थियो। अस्ति हावा बेसकनी आएर हावाले यो बाल्टिन नै ढलाइदिएको थियो। ढलाइदिँदाखेरि यहाँ माटो यति झरेको छ, यो टिपेको पनि छैन। अनि खुर्सानी भुइँमा झरेको थियो, अनि मैले टिपेर यहाँ राखेको। अब योलाई नै मैले बिउ राखिदिने हो। छिटो उम्रिन्छ होला सायद। यस्तो आलो चाहिँ योलाई चिरेर यहाँभित्रको दानाहरू निकालेर अनि पुरैलाई बिउ राखिदिन्छु। सायद यसको भिडियो मैले बनाउँछु या बनाउँदिनँ थाहा छैन। बनाएँ भने देखाउने छु अवश्य। अझैसम्म छ भने कस्तो अचम्म के है। पोहोरको खुर्सानी अहिलेसम्म यही टिपेर यही बिउ राख्ने हो मैले। अनि मेरो बारीको लसुन चाहिँ यस्तो भएको छ, बल्ल बल्ल चिसोले के बल्ल बल्ल यत्रो भएको छ। चिसो भयो भने त धेरै के अरे छिटो नबढ्ने कि। यो मुनि मुनिको चाहिँ तोरी साग हो। पहिलाको अलिअलि सबै बिरालोले कोटाइदिन्छ कि हानेर चाहिँ। बिरालोले कोटाएर दिशा गरिदिन्छ, त्यही भएर राम्रो नै भएको थिएन। त्योहरू सबै मैले खनेर गोडमेल गरेर मल हालेर अनि त्यसपछि चाहिँ फेरि छरिदिएको। यत्रो भएको छ यो तोरी साग। बिचबिचको चाहिँ यसरी यस्तो गरिदिन्छ कि
यो चाहिँ बिरालोले हगेर गएको यहाँनिर यस्तो हुन्छ सबै खनिदिन्छ। यो बुट्टै यसरी ढलाइदिएको छ अनि सागहरू जम्मै यसरी खनेपछि त मरिहाल्छ हैन। यस्तो रिस उठ्छ के गर्नु, घरै पछि बिरालो पार्छ फेरि यो जातले, के गर्नु है।